बाहिर गाडी भइहाल्यो डाँडाको मुनि बाहिर गाडी बाटो चाहिँ एकदम अफरोड छ चाहेर पनि मैले भन्न सकिनँ तिमीलाई मेरो मुटु चोरिसक्यौ तिमीले भागेर शरीरबाट यो आत्माले छोडेर गाछ तिमीलाई नै खोजी हिँड्छु रे मेरो दिन बर्बाद भयो यादमा तिम्रो फेरि बिहानीको सुरुवात हो यादमा तिम्रो फेरि मेरो दिन बर्बाद भयो यादमा तिम्रो फेरि बिहानीको सुरुवात हो यादमा तिम्रो फेरि ओडी ओडी मन लाग्छ किन तिम्रैतिर हेर भन के गरौँ मुस्कानले तिम्रो मेरो मन सारङ्गी झै आज बज्न थाल्यो भन के गरौँ के गरौँ सहन सकिन्न रुठो तिमी भइदिए कि दुखी दिन्छ मन नै चुडिएला बाजाका तार तर मनका मेरो सालौँ साल तिमी सुन्छौ भने बजिरहन्छ रे तिम्रो र मेरो भेट भो संजोगले भन्छौ कि यति नै तिम्रै लागि लेख्नु रहेछ यो गीत मेरो दिन बर्बाद हो यादमा तिम्रो फेरि बिहानीको सुरुवात हो यादमा तिम्रो फेरि उडी उडी मन भाग्छ किन तिम्रैतिर हेर भन के गरौँ मुस्कानले तिम्रो मेरो मन सारङ्गी झै आज बज्न थाल्यो भन के गरौँ मिठो मिठो कुरा गर्न सुनु म कसरी गहिरो कालो ती आँखामा हेरे भुलु म कसरी मिठो मिठो कुरा गर्न सुनु म कसरी कालो ती आँखामा हेरेर भुलु म कसरी मुस्कानले तिम्रो मेरो मन सारङ्गी झै आज बज्न थाल्यो भन के गरौँ तिमीलाई महसुस बाज चाहतास भरमा तिमी नै जवाब तिमीलाई अभाव महसुस बाज चाहतास भरमा तिमी नै जवाब तिम्रो र मेरो भेट भो संजोगले भन्छौ कि यति नै तिम्रै लागि लेख्नु रहेछ यो गीत आजभोलि साधन सबै आइदियो है अहिले त्यो खोला तार्न गाह्रो हुन्थ्यो कस्तो गरेको थियो यो पुलको नाम के हो र ए बिजुपुल लम्बाइ 54.17 मिटर स्थापना सङ्ख्या यहाँबाट
ए हो र थ्याङ्क यू मेरो भाइ धन्यवाद मेरो भाइ पानीमा डुबाइ देख्छ ती भाइ यो यस्तो डबल यस्तो यो काको यस्तो एपहरु क्यामेरा खतरा हो कि मोबाइल खतरा हो कि दाइ यसो भन्दिनु यार अच्छा नि हैन पहिलोचोटि बेगनस्थलमा भेट भएको भाइ सुमन त अब पहिलाबाट चिनेको आज पप्पीको साथी हैन तिमी हैन पहिलोचोटि भेट भयो एकदम खुसी लाग्यो यार भाइ धेरै धेरै खुसी लाग्यो तलाई भेटेर दाइको अझ नयाँ कुरा सिक्न पाए नयाँ कुरा देख्न पायो सबभन्दा नयाँ कुरा भनेको त मैले यस्तो फर्स्ट टाइम देखेको ल क्यामेरा लिएर त अपोजिट पनि खिच्दै हैन फ्रन्ट पनि खिच्दै हैन भवाल यार लास्टमा अलि भन्दिन त भिडियो सक्यो भने ए ल त ल युट्युब हाल्नु चाहिँ आइहाल्छु नि मैले ध्यान नदिएको आइहाल्छु दिनु दिने खान्छ के त म मिलन गाले अनि यो हामी के सुमन हामी त्यो के खागो के खागो बिजीमा खिचेको के त्यो बिहामा हो त्यो फोटो अझै एकदम क्लियर भुँडी खिचेर ल्याउँछु अहिले चाहिँ नि देव कुमारी गुरुङले चाहिँ यो के भट्टा खाँदैछ ओइ कृष्ण यहाँ गयो यो त विदेश जानै पाउँदैन अब यो त चाहिँ नि म त यो के अरे भट्टा देख्ने बित्तिकै खोकी लाग्यो त ए हो र हो र हौ के गर्नुभएको भिडियो गर्नुभएको क्या भट्टा कसलाई देखाउनु भयो भट्टा होइन भट्टा यो भट्टा त भट्टै हो नि होइन भट्टै हो कसलाई देखाउनु यो हैन लाइभमा आशा गुरुङ अनि देव कुमारी गुरुङ देव हो कि देव हो देव कुमारी हैन के कृष्ण गुरुङ छ मेरो फेसबुकमा हैन कृष्ण भन्नु नाम कस्तो राम्रो छ कृष्ण गुरुङ त्यही त नि है तपाईले लाइभ गर्नुभयो होइन लाइभ होइन यो मेरो चाहिँ नि भिडियो हो भिडियो गर्नुभयो मेरो चाहिँ नि युट्युब च्यानल छ यो त्यसमा चाहिँ नि मैले भिडियो गरेर तपाईले यो रित्तो पसल चाहिँ नदेखाउनु न आशाको बेजेत हुन्छ ए यो अब यो म यहाँले पीडित छु क्या बेजेत हुन्छ यो चाहिँ नि आशा गुरुङको पसल हो यो आशा अनि प्रितम गुरुङ भन्नु न कस्तो प्रितम गुरुङ साथी त के अरे भाइ भयो भन्दानी त यहाँ चाहिँ नि त्यो दिपकको भट्टा सबै ल्याइदिएर अनि तिमी के हो जता पनि झ्याप्प पार्दैन यो भट्टा दियो हाम्रो कृष्ण दाइको बेजेत हुन्छ कि दीपकले है हाम्रो सित्ता नै टिपेर ल्याइदियो भनेर लाइभमा दिनु दीपकले दिएको हो के तपाईँ कुरा भनेर झन् भाउजूलाई आशा दीपक